हामी चाहिँ अहिले मल लिन आएको बिहान बिहान होइन त्यो फुलको लागि मल हुन्छ यति चाहिँ बनायौँ। अब यो मल जङ्गलतिरको हुन्छ कि अलि हुन्छ भनेर म भन्नु थियो, त्योबाट हामी लिन आएको होइन। यहाँ चाहिँ पनि लेखौँ अब फेरि उठाउनलाई बोरा चाहिँ ल्याउँछ कि एउटा बोरा मात्रै ल्याऊँ। अब कसरी उठाउने भयो अब हेरौँ कसरी उठाउँछ कि घर ल्याउनु पर्छ जस्तो ल्याउनु पर्छ जस्तो लाग्यो कि अब ल्याउनु पर्छ घर अब ल्याउनु पर्छ जस्तो लाग्यो के भयो। अब यति गरम फेरि अहिले के भन्छ मम्मीले यो मल ठिक छ भने मल लिन आउनुहुन्छ फेरि होइन। मल आएको खाँदै गर्थ्यौँ तर उठा 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 म चाहिँ लान्छु कि गर्न अझै अब खोइ गर्ने अब छोडिदिनु पर्छ। यो पनि राख्नु त नि जुटे गरेर लैजाँदा यसरी हुन्छ त्यो हात राख्यो त गरेर मैले हातले राख्छु मिलाउँछु होइन। अब के हुन्छ अहिले चाहिँ फुल निकालेर मात्रै यस्तो खपऱ्यो जङ्गल भऱ्यो नि केही देखिए छैन। यस्तो नजिकको जङ्गलमा आएको उताको घरहरू पनि देखिएन। जङ्गल जस्तो देखियो उता घरहरू छ घरहरू पनि देखिएन होइन। ल धेरै दिनपछि आउँछ अब अलि अब 2 दिनपछि 2-3 दिनपछि आउँछ लङ भिडियो होइन। हेरेर जानुलाई सबै गर्दै जानुलाई होइन। अहिले चाहिँ अब माटोहरू गर्छ मान्छे घर जान्छन् केही राखेन अहिले होइन। त्यही भएर अब भोलि या पछितिर आउँछ लङ भिडियो है त। ल इक्जाम पनि सकियो हिजै सकियो अब कति 6 गते कि 7 गतेसम्म छुट्टी छ। अनि फेरि त्यही हाल्छु लङ भिडियो हाल्छु 2-3 दिन होइन। हेरि जानुलाई है त। ल अब एकछिन आउनु थाल्यो ल है त। A few moments later. हामीले बल्ल बल्ल राखिसक्यौँ होला है। यसमाथि बस्यो यो बाइक बाटो यस्तो छ हेरौँ लान सकिन्छ कि नै त सुस्ता लान्छु तर अब यस्तो फेरि म त खोले कपडा फोहोर हुन्छ नि अरूलाई ज्याकेट खोलेँ अब कतिको सक्छ त मलाई लाने त ल अहिले हेर बाटो यस्तो छ होइन। घर राम्रोसँग पुग्यो भने भइहाल्छ ल है त। बाटो कस्तो है अहिलेदेखि ला जस्तो भएको र अब नै अब टिन देखियो नि यतातिर यतातिर टिन देखियो नि घरकै यही नजिक छ होइन। ल अब घर पुगिन्छ अनि फेरि ब्लगिङ गर्छु त ल।